अब लिपस्टिकको पालो। लिपस्टिकको लागि म यो लिप लाइनर र यो लिपस्टिक युज गर्दैछु। लिप लाइनरको लागि चाहिँ मैले स्विस ब्युटीको लिप लाइनर युज गरिरहेको छु भने लिपस्टिक चाहिँ मैले नेपालमा खासै पाइने चाहिँ विदेशबाट आएको रहेछ होइन हो। अनि त्यसपछि मलाई चाहिँ अब डस्की स्किन छ नि त मेरो, थोरै काली छु नि त म, थोरै काली होइन, फिल्टरले अलिअलि गोरो देखाइरहेछ, नत्र म काली छु। अनि कालो मान्छेलाई चाहिँ कालो मान्छे भनेर अरूलाई चाहिँ भन्नुहुन्न, आफूलाई चाहिँ भन्नुहुन्छ है फेरि। अनि आफूलाई चाहिँ कतिपय अवस्थामा तपाईँहरूले गेस मैले लाइन गर्नुभयो कोरेर होला होइन होइन। अब लिपस्टिक लगाउँछु। कालो मान्छेलाई चाहिँ न्युड लिपस्टिक चाहिँ सुहाउँदै एकदम सुहाउँदैन। कम। कतिपय अवस्थामा तपाईँहरूले पनि विचार गर्नुभयो होला कालो मान्छेलाई न्युड लिपस्टिक सुहाउँदै सुहाउँदैन। तर यो कम्बो चाहिँ मलाई यति राम्रो लाग्यो नि, मलाई एकदम सुहाएको जस्तो लाग्यो। तपाईँहरू पनि ट्राई गर्न सक्नुहुन्छ। थोरै डार्क कलरको लिप लाइनर अनि न्युड कलरको लिपस्टिक लगाउनु भयो भने चाहिँ एकदम सुहाउन सक्छ है। तपाईँलाई ट्राई गर्नु होला। देख्नुभयो होला, लुक चाहिँ एकदम राम्रो बनाउँछ है। तपाईँले